सम्पूर्णमा नमस्ते। मैले भर्खरै आफ्नो मोबाइल हेर्दाखेरि एउटा टिकटकमा माथि नै एउटा भिडियो आयो। त्यसमा चाहिँ एकजना बहिनीले आफ्ना कुराहरू राख्दै नराम्रोसँग रुनु भएको थियो। उहाँ अत्यन्तै महत्त्वपूर्ण कुरा जुन त्यो बहिनीले व्यक्त गर्नुभयो त्यो अहिले सयौं हजारौंलाई भइरहेको होला। मिल्छ भने यो भिडियोलाई सेयर पनि गरिदिनु, काम लाग्न सक्छ, कसैलाई सहयोग पुग्न सक्छ। कुनै पनि घटना जब घट्छ, नराम्रो किसिमको घटना दुर्घटनामा परेर ट्रमाटिक इभेन्ट पछि देखिने सिम्पटमलाई चाहिँ PTSD भनिन्छ, जसलाई चाहिँ पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर। अहिले हालै नेपालमा भएको घटनाले कसैलाई चाहिँ त्यही घटनाहरू आँखा अगाडि बारम्बार आइरहने, त्यसको झल्कोहरू आइरहने, राति सुत्दाखेरि पनि नाइटमेयर्सहरू त्यस्तै मात्रै देखिरहने, त्यही देखेर एक्कासी बिउजिने अथवा छिटो सास बढेको जस्तो एङ्जाइटी फिल भए जस्तो आफूलाई रेस्टलेस हुने, इरिटेबिलिटी, चिडचिडापट, झनक्क रिस उठ्ने अथवा टेलिभिजनमा त्यस्तै दृश्यहरू देख्दा, समाचार देख्दा अथवा त्यस्तै पिक्चरहरू देख्दाखेरि तपाईँलाई एक्कासी डर लाग्ने, कसैले ठुलो आवाजले बोल्दाखेरि एक्कासी तपाईँ झस्किने, तर्सिने अथवा डराउने, राति निन्द्रा नलाग्ने अथवा एक्लै बस्न मन नलाग्ने, कोहीसँग पनि बोल्न मन नलाग्ने, आइसोलेटेड भएर बस्ने अथवा आत्मग्लानी भएर विभिन्न किसिमका नराम्रा इन्ट्रुसिभ थट्सहरू, आफूले आफूलाई दोषी ठान्ने अथवा अब म के काम बाँचेर के काम भनेको जस्तो नराम्रा सेल्फ हार्मिङ र इन्ट्रुसिभ थट्सहरू तपाईँलाई दिमागमा आइरहेछ भने यो PTSD पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर मानसिक आघातका चाहिँ लक्षणहरू हो। यो प्राय कुनै पनि जीवनमा नराम्रा घटनाहरू घट्छन्, चाहे सडक दुर्घटना होस्, चाहे युद्धका घटनाहरू हुन्, चाहे आफ्नो आँखाले गोली लागेको देखेको होस्, चाहे कुनै भाइलेन्स तपाईँले देख्नु भएको छ भने होस्, चाहे कुनै यौन दुर्व्यवहारमा परेर रेप केसका घटनाहरूमा परेर हुन्, अथवा आफू बच्चा बेलामा आफ्नो बाउआमाले अथवा कसैले गरेको नराम्रो घटनाको असर पछि गएर देखा पर्ने सिम्पटमहरू हुन्। यस्ता घटनाहरू तपाईँले घटेको छ र अहिले आएर त्यो सिम्पटमहरू, ती लक्षणहरू अहिले हालसालै देखा परेको छन् भने यसलाई चाहिँ यसको उपचार गर्नु अत्यन्तै आवश्यक हुन्छ। नत्र यसले चाहिँ जीवनभरि नराम्रो आघात पार्न सक्छ मानसिक रूपमा। यसलाई चाहिँ दुई किसिमले हेर्न सकिन्छ। एउटा, कुन लेभलमा चाहिँ तपाईँलाई यसले चाहिँ क्षति पुर्याएको छ, तपाईँलाई आघात पुर्याएको छ। कोहीलाई बिस्तारै 1 हप्ता 2 हप्ता पछि आफै आफ्नो दैनिकीमा फर्केपछि, आफ्नो डे टु डे लाइफ तपाईँले काम गर्न थालेपछि, पढ्न थालिसकेपछि, साथीहरूसँग बोल्दा बोल्दै, परिवारहरूसँग बस्दा बस्दै रमाइलो किसिमले तपाईँले जीवनलाई अगाडि बढाउँदै लानुभयो भने आफै यो केही हप्तापछि चाहिँ बिस्तारै कम हुँदै जान्छ। तर यो कम भएन, त्यही किसिमका झल्कोहरू आँखा अगाडि आइरहने, राति सुत्न नसक्ने, चिडचिडापटपन भइरहने, रिस उठ्ने, एक्लै बस्न मन लाग्ने र अरूसँग कुराकानी गर्न मन लाग्ने, सेयर नगर्ने हुन्छ। र यस्तो किसिमको लक्षणले तपाईँलाई दुःख दिइरहेको छ भने तपाईँलाई पक्कै पनि त्यहाँ प्रोफेसनल हेल्पको जरुरत पर्दछ। प्रोफेसनल हेल्प भनेको तपाईँले काउन्सिलिङमा जाने, अर्को थेरापी हुन्छ, एक किसिमको CBT भनिन्छ, कोग्नेटिभ बिहेभियरल थेरापी। त्यो थेरापीको थ्रुबाट, जसमा चाहिँ नकारात्मक सोचहरू, जुन तपाईँको भित्रको डर छ, त्यो डरलाई चाहिँ बिस्तारै बाहिर निकाल्ने, बोलेर। अर्को एक किसिमको हुन्छ एक्सपोजर थेरापी, जसमा चाहिँ त्यो जुन घटना घट्यो त्यही घटनालाई चाहिँ आँखा अगाडि ल्याएर, सम्झाएर र त्यसलाई बिस्तारै हिल गराउने, जुन त्यो एकदमै नियन्त्रित रूपमा, कन्ट्रोल्ड रूपमा गरिन्छ। र अर्को एउटा छ EMDR, जसलाई चाहिँ आँखालाई चाहिँ हुन्छ नि मुभ गराएर, त्यही दृश्यहरू आँखा अगाडि लिएर आएर बिस्तारै तपाईँलाई हिलिङ गराउने, ती चिजहरूलाई चाहिँ दिमागबाट बिस्तारै हटाइदिने। मेडिकल थेरापीमा चाहिँ औषधिहरू दिने, एन्टिडिप्रेसेन्ट औषधिहरू दिएर साथसाथमा यी थेरापीहरूलाई चाहिँ ह्यान्ड इन ह्यान्ड अगाडि लगेर यसलाई चाहिँ निर्मूल पार्न सकिन्छ। के यो मानसिक आघात PTSDलाई नियन्त्रणमा राख्न सकिन्छ अथवा यसलाई चाहिँ हामीले उपचार गर्न सकिन्छ भन्दाखेरि सकिन्छ। तर लामो समयसम्म तपाईँले छोडिदिनु भयो अथवा यस्तो आफूलाई जे भएको छ कसैलाई सेयर गर्नु भएन, भन्नु भएन भने चाहिँ यसले नराम्रो रूपमा मानसिक असर पर्न सक्छ।
भर्खरै अहिले एक्युट फर्ममा एकदमै अहिले देखा परेको जुन यो आघात छ त्यसलाई ब्रिदिङ एक्सर्साइज, लामो लामो सास फेर्ने, जस्तै बिहान बिहान गर्छौँ हामीले प्राणायामले दिमागको राइट र लेफ्ट हेमिस्फियर दुईवटा भाग जुन भाग छ त्यसलाई चाहिँ एकदमै ब्यालेन्स गर्नलाई पनि मद्दत गर्छ। तपाईँको स्मरण शक्तिलाई पनि यसले बढाउँछ। धेरै लामो समयसँग गर्दै लाँदाखेरि तपाईँको इमोसनल रेगुलेसन भनिन्छ, आफ्नो भावनाहरूलाई पनि नियन्त्रणमा राख्न सकिन्छ र त्यसले चाहिँ एकदमै काम शान्त राख्न मद्दत गर्दछ। अर्को अघि पनि भने सन्तुलित आहार, सन्तुलित भोजन लिने, पानी प्रशस्त पिउने, बाहिर प्राकृतिक नेचरमा हिँड्ने, आफ्नो मन लाग्ने मन मिल्ने साथीहरूसँग कुराकानी गर्ने र जे भएको छ त्यो कुराहरू उहाँहरूलाई सेयर गर्ने, एक्लै नबस्ने, त्यस्तै किसिमका मुभीहरू, त्यस्ता चित्रहरू नहेर्ने र हेर्नु छ भने पनि साथमा आफू साथै राखेर अगाडि राखेर हेर्ने र जर्नलिङ जतिचोटि आउँछ दिमागमा त्यस्ता कुराहरू कापीमा लेखेर उतार्ने। लेख्दै गर्दाखेरि एकदमै भक्कानिएर रुन पनि मन लाग्न सक्छ, तैपनि रुने तर तैपनि लेख्ने। त्यसले चाहिँ के गर्छ नि बिस्तारै त्यो ट्रमाहरूलाई चाहिँ शरीरबाट बाहिर निकाल्नलाई चाहिँ मद्दत गर्छ। हाम्रो जीवनमा आइपर्ने घटनाहरू कतिपय हाम्रो हातमा हुँदैन, आकस्मिक हुन्छ। म पनि परेको छु धेरै पटक, मलाई पनि भएको छ PTSD। तर यसबाट निस्कन सकिन्छ, नसकिने होइन। तर आफूलाई त्यो भएको छ भने सर्वप्रथम त मलाई यो भएको छ भनेर अरूलाई सेयर गर्न सक्नुपर्छ। तपाईँले सेयर गर्नुभयो, भन्नुभयो भने मात्रै यसको उपचारमा हामीहरूले सहयोग गर्न सक्छौँ। प्रोफेसनल हेल्प तपाईँले काउन्सिलिङमा जान सक्नुहुन्छ र अरूले पनि मद्दत दिन सक्छन्।